छ गाडी उताको उतै यताको यतै नालीमा स्कुटी हालेछ अब यस्तो माल पानी साथीहरु यहाँ म चाहिँ आज सुतिरहेको थिएँ पर चरङ्गे गएरोमा ठुलो गाडी पल्टेको छ रे म त्यहाँ अब हेर्न जाँदैछु कसरी पल्टेछ तपाईहरुलाई पनि देखाउने छु सामान रहेछ हेर्नको लागि जाँदैछौँ तपाईहरुलाई पनि हामी ट्रेलर पल्टेको देखाउने छौँ अब चरङ्गे जाँदैछौँ है जाँदैछौँ अहिले चाहिँ हामी चरङ्गे त टाढै छ त हो साथीहरु कहाँ एकैछिनमा पुग्छ हामी जाँदैछौँ जाँदै अब त्यहाँ बाटो ब्लक छ अरे अनि अरू गाडीहरू त्यहाँ घुमेर जाने हो कि भन्ने कुरो चाहिँ गर्दैछ तर अब उठाउँछ होला ट्रोजर उठाउँछ होला ठुलो गाडी हाइड्रोको सामान लिएर आएको रहेछ त्यसैले के भएको रहेछ यसो हामी पनि हेर्न जाँदैछौँ 3-4 मिनट लाग्ला हामी चरङ्गे आइपुगिसक्यौँ यहाँ चाहिँ कच्ची बाटो छ अब गाडी पल्टेको सायद यतै होला भनेर अब हामी हेर्दैछौँ यहाँ अब गाडीको बाटो ब्लक होला यहाँ गाडी जाम र सबै बसहरू सबै यता जाम भएछ अब गाडी पल्टेर बाटो छैन रे त्यही भएर हामी चाहिँ अब यसो भिडियो बनाउन आएको सबै गाडी जाम भएछ अनि अब तपाईँहरूलाई देखाउँदैछौँ हामी मेरो गाडी पनि यतै रहेछ लाइनमै छ 699 पनि यतै छ ला गाडी त खत्रै पल्टेछ क्या हो कति हो हाम्रो गाडी पनि जान पाइएन जस्तो छ अब पुरै जाम छ त हेलो जाम 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 भएछ जाम 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 बाटो एकदम जाम छ हजुर गाडीहरू त सबै यतै फर्किनु लागेको छ अगाडि जाउँ अगाडि 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 जाउँ है अगाडि 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 जाउँ अगाडि ला बर्बाद भएछ नि त बर्बाद भएछ बर्बाद खत्रै पल्टेछ क्या हो खत्रै पल्टेछ हो पछाडिको टायर छ ए ल साथी हो यहाँ चाहिँ यो हाइड्रोको सामान ल्याउने यत्रो ठुलो गाडीले यहाँ बाटो छिकेको छ यहाँ हाम्रो गाडी काठमाडौँ जानु पाइएन टायर सायर सब भुइँमुनि छ गाडी उताको उतै यताको यतै के हो दादा हो सही हो नालीमा स्कुटी हालेको छ अब यस्तो माल पानी यस्तो भएछ गाडी स्कुटी नालीमा अब त के निस्किन्थ्यो यो त निस्किँदैन हौ दाजु रिटेन्सन कुरा गरे बिलमा ल यतापट्टि काम चाहिँ सिधै दियो यस्तो बाटो ब्लक भएछ यहाँ चरङ्गे गैरोमा ठुलो गाडी झरेर बाटो ब्लक छ यहाँ यात्रुहरूको अलपत्र छ यहाँ यत्रो लोड छ अनि यत्रो लोड चाहिँ जेसीबीले उचाल्छ त
दादा के छ निस्किन्छ कि निस्किँदैन ल यहाँ क्रेङ पनि आइसक्यो अहिले चाहिँ यहाँ अब दुईटा जेसीबी यहीँ छ यो गाडी यहाँ बाटो मुनि झरेर बसेको छ र उताबाट पनि एउटा जेसीबी आउँदैछ गाडीको तात यस्तो छ यहाँ चाहिँ एकदम ताती छ गाडीको अब यसले तान्नु सक्ला कि नसक्ला भन्ने कुरो अब यहाँ त्यो चाहिँ अरण्यको राजमार्गमा कलिकोटभन्दा यता गहिरोमा यस्तो बिजोग छ है हजुरहरू हेर्नुहोस् अरण्यको राजमार्ग हो निकाल्यो निस्क्यो
चोट निस्क्यो कुनको त्यसको त कामै भयो तान्नै ताने नि यसले पनि तान्यो अलिकति त कुनै छुएन यसले हो? हो निस्किनेपछि पो हातमा ल यस्तरी निकाल्यो हेर्नुहोस् ल मान्छेको भिड हेर्नु होला एकदम भिड छ यहाँ आज चाहिँ लगभग 7 घन्टा बाटो अवरोध भएको छ त्यसैले अहिले चाहिँ बाटो खुलिसकेको हामीले जानकारी गरायौँ तपाईँहरूलाई लगभग 7 घन्टा पछि यो बाटो खुल्नु सफल भयो अरनिको राजमार्ग हो यो चाहिँ बाटो क्लियर बाटो क्लियर 11 बजे बाटो क्लियर अब बिस्तारै जानु होला तपाईँ टाढै हो हामी बर्थडे बनाउन जाला ल शोभायात्रा ल बाटो खोल्यो दामा शोभायात्रा ल भोलि भेटौँ ल अब हामी पनि बाटो लाग्यौँ सिबेले फोनै उठाएन फोन गरिदिनु ल अहिले भाइको त्यो उतिर होला मेरो पनि फोन उठाएन रिसायो क्या त्यो ल म आउँदैछु भनेर एसएमएस गरौँ मैले हाम्रो गाडी आउँदैछ भनेर एसएमएस गरेको छु त्यो के अरे उसमा वाट्सएपमा गरिदिनु वाट्सएपले हेर्छ हो ल ल बिस्तार जानु ल अब अघि दिउँछ भएको भए यस्तो हुँदैन थियो भने ल बिस्तार जानु है फेरि नाइस टु मिट यु सेम टु यु अब गाडीको लस्कर हेरौँ न